नमस्ते, शुभ बिहानी सम्पूर्णमा। म चाहिँ आज एउटा यो नयाँ प्रजातिको बिरुवाको भिडियो बनाउन गइरहेको छु, जुन चाहिँ नेपालमा कम पाइए पनि तराई बेल्टमा पाइने यो बिरुवा हो, जसलाई चाहिँ यो वाटरमेलन ग्रुपकै एउटा बिरुवा हो, जुन चाहिँ हनीड्यू मिलान हो भनेर भन्दो रहेछ। यो चाहिँ तराईतिरबाट हाम्रोमा चाहिँ एउटा आफन्तहरूले खानको लागि ल्याउनु भएको थियो र मैले त्यसभित्र खानको लागि काट्दाखेरि चाहिँ राम्रो बियाहरू देखेको कारणले गर्दा यो पनि यो काठमाडौँको बेल्टमा हुन्छ कि हुँदैन भन्ने तरिकाले यसलाई चाहिँ मैले बियालाई सुकाएर राखेको थिएँ र कतिले बिया भनेको बुझ्नु भएन, यसको बिजन जुन राखेको थिएँ त्यो चाहिँ मैले यो नयाँ एउटा कार्टुन तयार गरेको थिएँ, जुन कार्टुन चाहिँ अकबरे खुर्सानी लगाउनको लागि। यसमा चाहिँ मैले कुखुराको मल, ढुटो, भुस, खरानी, अन्डाको बोक्रा पिसेर एउटा यो माछा किरण तयार गरेको थिएँ र त्यसमा चाहिँ त्यो खुर्सानी बढुन्जेली यसको बिया पनि यसमा राखिदिन्छु र यो चाहिँ अनि काठमाडौँको बेल्टमा उम्रन्छ उम्रदैन अथवा फल्छ फल्दैन भन्ने तरिकाले यसलाई चाहिँ ट्राई गर्नलाई मैले लगाएको हुँ। यसको चाहिँ पछि मैले हेर्दाखेरि यसलाई चाहिँ नि हनी ड्यू भनेर भन्दो रहेछ यसलाई चाहिँ। र यो चाहिँ अहिले मकामा 1.5-2 फिट जति भएको छ। यो चाहिँ फुलेको पनि छ ठाउँ ठाउँमा र मसिनो चिचिला जस्तो कहीँ देखिरहेछ। यो काठमाडौँको बेडमा हुन्छ हुँदैन भयो भने यसको फल्यो भने अर्को भिडियो बनाएर अवश्यमा हालिने छु। र यो चाहिँ मैले हेरे अनुसारले बालुवा भएको एरियामा धेरै हुँदो रहेछ, जुन ठाउँमा चाहिँ जरामा चाहिँ पानी होस् तर बाहिर चाहिँ अनि गर्मी नै होस् भन्ने हुँदो रहेछ। र मकामा तल जुन करेसाबारी छ, करेसाबारीमा चाहिँ मैले नलगाएको, किनभने करेसाबारीमा लगायो भने यसलाई अरू बिरुवाहरूले छोपिदिने अनि पर्सत मात्रा घाम नपर्ने अनि जरामा चाहिँ धेरै पानी भएर चाहिँ नि जराहरू मर्ने हुँदो रहेछ। त्यस कारण कौसीमा राखेर जरा मात्रै लिमिट पानी हालेर यसलाई चाहिँ नि गर्मी एरियामा राख्यो भने फल्छ कि भन्ने उद्देश्यले मैले यसलाई चाहिँ बनाएको छु। र यो चाहिँ मजाले यत्रो हुँदै बढ्दै हिँडिरहेछ, यताबाट उम्रिएर यहाँबाट यहाँसम्म निस्किरहेछ र मसिनो पनि चिचिलाहरू जुन बोकिरहेछ यसले हाँगामा आँखलामा। यो चाहिँ फल्नको लागि रेडी हुँदैछ। अब कति दिनपछि फल्छ, फल्यो भने चाहिँ अर्को यसको फलेको भिडियोमा हजुरलाई अवश्य नै हाल्नेछु। धन्यवाद।